सुशीलालाई मार्न आदेश दिने श्रीमानलाई तत्काल कोरियाबाट झिकाउनु पर्ने भन्दै स्थानीयद्वारा घरमा तोडफोड। जिल्ला प्रशासन सिन्धुलीद्वारा कर्फ्यू आदेश जारी। सिन्धुलीको कमलामाई नगरपालिका 4 धुराफाटमा सुशीलाको हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको घरमा स्थानीयले तोडफोड तथा ढुङ्गामुढा गरेका छन्। घटनापछि स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। स्थानीयवासीले सुशीलाको हत्या योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै कोरियामा रहेका उनका श्रीमानले हत्या गर्न आदेश दिएको आरोप लगाएका छन्। श्रीमानलाई तत्काल नेपाल झिकाई कानुनी कारबाही गर्नुपर्ने माग सहित आन्दोलन चर्किएको हो। हत्या अभियोगमा संलग्न व्यक्तिहरूको घरमा तोडफोड भएपछि अवस्था नियन्त्रण बाहिर जान सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले शान्ति सुरक्षा कायम राख्न स्थानीयलाई संयम अपनाउन आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।